नमस्ते। आज हामी नेपालमा लगभग सबै अनलाइन प्रयोगकर्तालाई छोएको एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। त्यो हो डिजिटल ठगी र साइबर सुरक्षा। आउनुहोस् यो डिजिटल संसारमा कसरी सुरक्षित रहने त्यो बारेमा गहिरिएर बुझौँ। एउटा सिधा प्रश्नबाट सुरु गरौँ न है। के अनलाइनमा हाम्रो पैसा साँच्चै सुरक्षित छ? यो एउटा यस्तो प्रश्न हो जसको बारेमा हामी सबैले एकपटक गम्भीर भएर सोच्नै पर्ने बेला आइसकेको छ। त्यसो भए यो अनलाइन स्क्याम वा ठगी भनेको आखिर के हो त? सिधा भाषामा भन्दा यो इन्टरनेट, मोबाइल फोन वा सोशल मिडिया प्रयोग गरेर गरिने एक किसिमको धोका हो। यसमा अपराधीहरूले अनेक जालझेल गरेर मानिसहरूलाई पैसा पठाउन लगाउँछन् वा अझ खतरनाक पासवर्ड र ओटिपी जस्ता गोप्य जानकारीहरू फुत्काउँछन्। ल, अब स्क्यामरहरूले के कस्ता उपाय लगाउँछन् त्यो हेरौँ। नेपालमा अहिले सबैभन्दा बढी चलिरहेका ठगीका तरिकाहरू के हुन् त्यसको बारेमा एक एक गरेर कुरा गरौँ। पहिलो नम्बरमा आउँछ अनलाइन जब स्क्याम। यो त एकदमै चलेको तरिका हो र यसले खास गरी विद्यार्थी र कामको खोजीमा रहेका युवाहरूलाई आफ्नो निशाना बनाउँछ। उनीहरूले यस्तै लोभलाग्दा अफर देखाउँछन्। घरमै बसेर दिनको 3000 कमाउनुहोस्, खाली भिडियो लाइक गर्ने वा डाटा टाइप गर्ने मात्र हो। सुन्दा कति सजिलो र राम्रो लाग्छ होइन? तर याद राख्नुहोस्, यही नै हो खतराको पहिलो घण्टी। त्यसो भए यसमा उनीहरूको चाल के हुन्छ त? अचम्म लाग्दो गरी एकदम सरल छ। उनीहरूले सुरुमै रजिस्ट्रेसन फी वा ट्रेनिङ चार्ज भनेर पैसा माग्छन्, अनि पैसा तिर्ने बित्तिकै ती स्क्यामरहरू हावामा बिलाए जस्तै गायब हुन्छन्। अब अर्को एकदमै खतरनाक स्क्यामको कुरा गरौँ, फिशिङ स्क्याम। यसमा चाहिँ अपराधीहरूले हाम्रो ब्याङ्क वा ई-वालेट जस्ता विश्वासिला संस्थाहरूको दुरुस्तै नक्कल गरेर हाम्रो लगइन जानकारी चोर्ने कोसिस गर्छन्। अब हेर्नुहोस् त, सक्कली र नक्कली मेसेजमा के फरक हुन्छ? यो जान्नै पर्ने कुरा हो। एउटा कुरा गाँठो पारेर राख्नुहोस्, कुनै पनि सक्कली कम्पनीले लिङ्क पठाएर पासवर्ड वा ओटिपी माग्दैन। तर स्क्यामरहरूले डरको मनोविज्ञान प्रयोग गर्छन्। उनीहरू तपाईको खाता बन्द हुन लाग्यो जस्ता मेसेज पठाउँछन्, किनकि जब मान्छे डराउँछ सोच्ने शक्ति कम हुन्छ र हतारमा गल्ती गर्छ। उनीहरूले खेल्ने भनेकै यही हतारसँग हो। अब कुरा गरौँ हाम्रो भावना र विश्वाससँग खेल्ने स्क्यामहरूको। यस्ता ठगीहरू हामीले दिनहुँ चलाउने फेसबुक र टिकटक जस्ता प्लेटफर्महरूमा एकदमै धेरै हुन्छन्। यो एकदमै योजनाबद्ध तरिकाले हुन्छ। सुरुमा उनीहरूले एउटा नक्कली प्रोफाइल बनाउँछन्, सायद कुनै समस्यामा परेको साथी वा आकर्षक देखिने विदेशी नागरिकको। त्यसपछि हप्तौं वा महिनौं लगाएर भावनात्मक सम्बन्ध गाँस्छन् र विश्वास जित्छन्। जब उनीहरूलाई लाग्छ कि अब पूर्ण विश्वास भयो, तब अचानक कुनै इमर्जेन्सी देखाएर पैसा माग्छन् वा कुनै पुरस्कार जितेको नाटक गर्छन्। पैसा पठाउन पनि ई-सेवा वा खल्ती जस्ता सजिला माध्यम प्रयोग गर्न लगाउँछन्। हो, यही कुराले हामीलाई अर्को एकदमै लोकप्रिय तरिकामा पुर्याउँछ, लटरी र पुरस्कार स्क्याम। यसले ठूलो पुरस्कार जित्ने हाम्रो आशालाई हतियार बनाउँछ। यस्तो मेसेज आउन सक्छ, बधाई छ, तपाईले आइफोन 15 वा 10 लाख रुपैयाँ जित्नुभयो। यो उत्साह किन देखाइन्छ? ताकि हाम्रो सोच्ने र सतर्क हुने क्षमता नै कम होस्। त्यसैले एउटा सुनौलो नियम याद राखौं, सक्कली लटरी वा पुरस्कार दिनेहरूले पुरस्कार पाउनु अघि कहिले पनि ट्याक्स तिर्नुपर्छ वा प्रोसेसिङ चार्ज लाग्छ भनेर पैसा माग्दैनन्। यदि कसैले पैसा माग्यो भने त्यो पक्का स्क्याम हो। अब दुईवटा अरू चलाक स्क्यामको कुरा गरौँ। पहिलो हो नक्कली अनलाइन शपिङ। फेसबुकमा एकदमै सस्तोमा मोबाइल देखिन्छ, पैसा पनि पठाइन्छ, तर सामान कहिल्यै आइपुग्दैन। दोस्रो र अझ खतरनाक हो क्युआर कोड स्क्याम। सोच्नुस् त, केही बेच्दै हुनुहुन्छ र किन्ने मान्छेले पैसा पाउन यो क्युआर स्क्यान गर्नुस् भन्यो। तर होश गर्नुहोस्, क्युआर कोड स्क्यान गर्दा पैसा पाइँदैन, पैसा पठाइन्छ। झुकिएर स्क्यान गर्दा खाताबाट पैसा जान सक्छ। त्यसो भए प्रश्न उठ्छ, नेपालमा नै यस्तो ठगी किन यति धेरै बढिरहेको छ त? यसका पछाडि केही हाम्रै परिवेशका कारणहरू छन् जसले स्क्यामरहरूलाई सजिलो बनाइदिएको छ। आउनुहोस् ती कारणहरू के हुन् हेरौँ। यहाँ हेरौँ त, स्मार्टफोन र इन्टरनेट चलाउनेहरूको संख्या हत्तै बढेको छ, तर साइबर सुरक्षाबारे सामान्य जानकारी अझै पनि धेरैमा छैन। सजिलै पैसा पठाउन मिल्ने हाम्रा डिजिटल वालेटहरू दुई धारे तलवार जस्ता भएका छन्।
अर्कोतिर नक्कली खाता कसको हो भनेर पत्ता लगाउन गाह्रो छ र कता कता हामी सन्देशहरूलाई अलि सजिलै विश्वास गर्ने बानी पनि छ कि। ल, समस्याको बारेमा त धेरै कुरा भयो, अब समाधानतिर लागौं। यो खण्ड हाम्रो डिजिटल ढाल हो, अर्थात् आफूलाई कसरी सुरक्षित राख्ने। यो सायद आजको सबैभन्दा महत्त्वपूर्ण स्लाइड हो, के गर्ने र के नगर्ने। सधैँ मेसेज पठाउनेको प्रोफाइल राम्ररी जाँच्नुहोस्, कुनै पनि लिङ्कमा क्लिक गर्नु अघि सोच्नुहोस् र 2 फ्याक्टर अथेन्टिकेसन 2FA प्रयोग गर्नुहोस्, जसले पासवर्ड चोरिए पनि खाता सुरक्षित राख्छ। र अब सबसेभन्दा जरुरी कुरा, कहिले पनि, म फेरि दोहोर्याउँछु, कहिले पनि आफ्नो ओटिपी वा पासवर्ड कसैसँग शेयर नगर्नुहोस्। अनि यदि कुनै अफर पत्याउनै नसकिने गरी राम्रो छ भने त्यो प्राय ठगी नै हुन्छ। तर मानौ सबै सावधानी अपनाउँदै पनि ठग्यो भने के गर्ने? त्यस्तो बेला आत्तिनु हुँदैन, एउटा आपतकालीन योजना हुनुपर्छ। अब के गर्ने भनेर एक एक कदम हेरौं। पहिलो कुरा, शान्त रहनुहोस् र छिटो कदम चाल्नुहोस्। पहिलो कदम, प्रमाण जम्मा गर्नुहोस्। सबै मेसेज, पैसा पठाएको कारोबार आइडी र स्क्यामरको फोन नम्बरको स्क्रिनशट लिनुहोस्। दोस्रो कदम, तुरन्तै रिपोर्ट गर्नुहोस्। नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गरिहाल्नुहोस्। र तेस्रो कदम, आफ्नो सेवा प्रदायकलाई खबर गर्नुहोस्। ब्याङ्क होस् वा ई-सेवा, खल्ती, तुरन्तै जानकारी दिनुहोस्। जति छिटो खबर गर्यो, पैसा फिर्ता पाउने सम्भावना त्यति नै बढ्छ। र यदि उजुरी कहाँ गर्ने भन्ने थाहै छैन भने यो हो आधिकारिक ठाउँ। नेपाल प्रहरीको साइबर ब्युरोको वेबसाइट cyberbureau.nepalpolice.gov.np मा गएर उजुरी दर्ता गर्न सकिन्छ। हाम्रो रिपोर्टले अरूलाई पनि बच्न मद्दत गर्न सक्छ। ल, हामीले आज स्क्याम कसरी हुन्छ अनि त्यसबाट कसरी जोगिने भन्ने बारेमा धेरै कुरा गर्यौं। अब अन्त्यमा एउटा प्रश्न। यो प्रश्न हाम्रो लागि हो, हामी सबैको लागि हो। आज सिकेको यो जानकारी हामी कसलाई सुनाउँछौं? साथीभाइ, परिवार? किनभने यस्तो कुरामा सचेतना फैलाउनु नै